ट्याड्यौँ। हेलो गाइस, आज चाहिँ मसिनो ढुङ्गामा आइपुगेको छु। यो ढुङ्गा चाहिँ ठुलो छ। यो चाहिँ यता हाम्रो गाउँभरिकै सबभन्दा ठुलो ढुङ्गा यो। हामी यहाँ सानोमा पुरा माथि बसेर माथिदेखि तलसम्म अगाडिबडी गर्ने, यहाँ चिप्रेटी खेल्ने गर्थ्यौँ। अनि यता पारीतिर बाख्रा लायो, बाख्रा यता गइरहन्छन्, हामी चाहिँ यहाँ खेल्ने गाउँका भाइहरू दाइहरूसँग बसेर यहाँ गफ पनि गरिन्थ्यो। यहाँ पहिला यहाँ चाहिँ डोजर लाएको थिएन, यहाँ चाहिँ रुखहरू थियो, शीतल थियो। अहिले चाहिँ रुखहरू डोजर लाएर बाटो ढुङ्गा चाहिँ पुरा ठुलो छ। यता तलबाट हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ। यहाँ हामी चाहिँ यहाँ माथि ट्याक्क यहाँ बसेर यहाँ लडीबडी खेल्ने गर्थ्यौँ। हामी चाहिँ पहिला यो ढुङ्गामा चढ्दाखेरि अब यहाँबाट यहाँ आइन्थ्यो, अनि यहाँबाट चढ्दाखेरि त्यो रक क्लाइम्बिङ जस्तो तिमीलाई हामी यहाँ यसरी यहाँ चढ्ने बाटो छ एउटा सानो झोरो, यहाँ चढ्दै यसरी माथि गयो। क्यामेरामा देखाउँदाखेरि चाहिँ अब सानो जस्तो देखिन्छ, त्यही भएर म चाहिँ आफूलाई कम्पेयर गर्नलाई ढुङ्गा आएको ढुङ्गामा म यता देखाएको छु ढुङ्गा यत्रो छ भनेपछि आफ्नो म 5, 10, 11 पुगेको छु भने त्यो ढुङ्गा आफूले बयान गर्न सकिन्छ। म सुत्दाखेरि पनि ढुङ्गा यति भएको मात्रै जान्छ भनेपछि कति ठुलो ढुङ्गा होला भन्ने कुरो तपाईँले त्यहाँ आउन लान्छ ढुङ्गा